हुन्छ आमा। मैले गृह कार्य सकेँ आमा। दिनभरि पटपट अर्कै छैन, म बरु खेल्न जान्छु। अहिलेको लागि पढ न, शनिबार छँदैछ नि खेल्नको लागि। यही बेला बुबा रक्सी खाएर आउँछन्। सीता, ए सीता, खाना खोइ। तयार हुँदैछ। बच्चाले मात्रै पढाउँछस्, मलाई वास्तै छैन। तपाईँ रक्सी नखाइ आउनु भएको भए सबै राम्रो हुन्थ्यो। मलाई सिकाउँछस्, बच्चाले मात्रै पढाउँछस्, मलाई वास्तै छैन। हुन्छ, भाडा खस्ने आवाजले साह्रै बच्चाहरू डराउँछन्। छिमेकी काकी बाहिर अर्को महिलासँग कुरा गर्दै हुन्छन्। ए, त्यो राम्रो घर देख्यौ? किन हो झगडा? बाबु रक्सी खाने, छोरा बिग्रिएर। हो र? यस्तो घरका बच्चाबाट के आशा गर्नु? सीताले परबाट सुनिरहेकी हुन्छन्। काकी समस्या हुँदा त साथ दिनुपर्ने होइन। मैले त सत्य नै त बोलेको हो। सुनिसकेपछि सीता उठेर आफ्नो घरतर्फ जान्छन्। घरको त्यस्तो वातावरणले गर्दाखेरि रमेश कुलतमा फस्न थालिसकेको थियो। कुलतमा फसिसकेको साथीहरूसँग रमेश बसिरहेको थियो। रमेश टोलाइरहेको थियो। रमेश के भन्नु? घरमा किन झगडा हुन्छन्, तनाव छ नि यहाँ। घरमा त सधैँ झगडा हुन्छ नि, यो चुरोट खा सबैजना भाडा हो। रमेश केही बोल्दैन र चुरो समात्छ। सुरेशले कार्यबाट हेरिरहेको हुन्छ। दाइ यस्तो नगर्नुहोस् त, आफ्नो काम गर्नु। यति भन्दै रमेशले आफ्नो कुरा टार्न खोज्छ। विद्यालयमा घटेका यी सबै घटना लगेर सुरेशले आफ्नो आमालाई सुनाउँछ। रमेश तेरो आँखामा किन राख्दो कम? यो तपाईँको मतलबको कुरै होइन। तिमीहरूको लागि त म दिनरात दुःख गर्छु। मैले मतलब नगरेर तिमीहरूको मतलब कसले गर्छ? मलाई यो घरको किनै पर्दैन। सकेपछि रमेश घरबाट रिसाएर निस्किन्छ। सुरेशले सुनाएको कुराले गर्दा आमा चिन्तित थिइन्। त्यसमाथि रमेशको यस्तो व्यवहारले गर्दा उसले अझ धेरै चिन्ता गर्न थाले। यी सबै घटना पश्चात सुरेश र सुरेशकी आमा प्रिन्सिपललाई भेट्ने जाने निर्णय गरे। आमा र सुरेश प्रिन्सिपलको कार्यालयमा पुग्छन्। सर नमस्कार। नमस्कार, के कति कामले आउनु होला? सर, मेरो छोरा बिग्रिँदै गइरहेको छ। त्यसको विद्यालयमा क्षति कतिको छ नि? अनुशासन सिकाउँछौँ, तर विद्यालय बाहिर बच्चाको हेरचाह अभिभावकको पनि जिम्मेवारी हो। बच्चालाई पैसा मात्र होइन, समय पनि दिनुपर्छ। घरमा झगडा भयो भने त्यसको असर सधैँ बच्चामा पर्छ। सर, म दाइलाई फेरि राम्रो बाटोमा ल्याउन चाहन्छु। असल साथी र परिवारको साथ भए परिवर्तन सम्भव छ। यति घटनापछि आमा र दुई छोराहरू घर फर्किँदै गर्ने क्रममा लक्ष्मीको बुबालाई भेट्छन्। लक्ष्मी सुरेशको कक्षामा पढ्ने साथी थिइन्। सुरेशले लक्ष्मीको बुबालाई चिन्छन् र सुरेशले लक्ष्मीको बुबालाई बोलाएर केही बेर गफगाफ गर्छन्। सुरेश र लक्ष्मीको बुबाको लामो गफगाफपछि थाहा हुन्छ कि लक्ष्मीकी आमा धेरै वर्ष अघि बितिसकेकी छिन्। घरमा बुबा र छोरी मात्र छन्। यति गफगाफपछि दुवैजना आफ्नो आफ्नो घरतर्फ लाग्छन्। लक्ष्मीको बुबा घर पुगेर छोरीको लागि खाजा बनाउन थाल्छन्। लक्ष्मी पनि विद्यालयबाट घर आइपुग्छिन्। बुबा, म घर आइपुगेँ। ए, आइपुग्यौ? म खाजा बनाउँदैछु, तिमी झोला राखेर हात धोएर आऊ। हुन्छ बुबा। आफ्नो कोठातिर जान्छन्। त्यही बेला बुबाले छोरीको कपडामा रातो दाग देख्छन्। छोरी, एकछिन यता आऊ त। के भयो बुबा? नआत्ती सुन है, तिम्रो लुगामा रगत लागेको रहेछ। सायद तिम्रो पहिलो महिनावारी भएको हो। हजुर बुबा, म बिमारी भएको हो र मलाई त कस्तो डर पो लाग्यो।
होइन छोरी, यो कुनै रोग होइन, हरेक केटीको जीवनमा एक दिन आउने प्राकृतिक परिवर्तन हो। तिमी नडराऊ, म अहिले आउँछु। नमस्ते दिदी, एउटा सेनिटरी प्याड दिनुहोस् न। हुन्छ, 150 रुपैयाँ। दिदी, आज मसँग पैसा छैन, कृपया उधारो दिनुहोस् न। उधारो त दिँदैन दाइ, सबैले यस्तै भन्छन्। दिदी, मेरो छोरी पहिलो महिनावारी भएको छ, ऊ घरमा डराएर बसेकी छिन्, खाली हात फर्किन सक्दिन। ल ठिक छ, यसपालिलाई दिन्छु, पैसा भएपछि ल्याइदिनु होला। अनि छोरीलाई भन्नुहोस्, यो रोग होइन, प्याड सफा अन्डरवेयरमा लगाउने, 4-5 घन्टामा फेर्ने, सरसफाइमा चाहिँ ध्यान दिने। हुन्छ दिदी। छोरी, म आएँ। बुबा, अब म के गरौँ? यो सेनिटरी प्याड हो, यसलाई सफा अन्डरवेयरमा लगाउने, धेरै भिजेपछि वा केही घन्टामा फेर्ने, हात साबुन पानीले धुने र सफाइमा ध्यान दिने। हुन्छ बुबा। बुबा, एउटा कुरा सोधौँ? हुन्छ, सोध न छोरी। महिनावारी किन हुन्छ बुबा? अस्ति नै तल्लो घरको आन्टीले त यस्तो बेला बुवाको अनुहार हेर्नु हुँदैन भन्नुहुँदै थियो, के यो कुरा सत्य हो? जब महिला ठुलो हुँदै जान्छे, शरीरमा प्राकृतिक परिवर्तन हुन्छ। हरेक महिना शरीरले बच्चा हुर्काउन सक्ने तयारी गर्छ। यदि गर्भ रहँदैन भने त्यो बनाएको तह र थोरै रगत शरीरबाट बाहिर निस्किन्छ, त्यसैलाई महिनावारी भनिन्छ। त्यसो भए यो रोग होइन रहेछ नि बुबा? हरेक स्वस्थ महिलाको जीवनमा हुने प्राकृतिक प्रक्रिया हो, त्यसैले कहिले डराउनु वा लाज मान्नु हुँदैन। बुबाको अनुहार हेर्नु हुँदैन भन्ने अन्धविश्वास हो, यो हामीले मान्नु हुँदैन। तिमी खुसी र स्वास्थ्य रहनु, यही मेरो सबैभन्दा ठुलो खुसी हो। तिमी खुसी र धन्यवाद बुबा। धन्यवाद बुबा, तपाईँले मलाई आमा नहुँदा पनि आमा र बुबाको दुवैको माया दिनुभएको छ। तिमी खुसी